सबैजना चाहिँ सावधान हुन। नेपालमा चाहिँ अहिले विशेष गरी केटीहरू हराउने समस्या एकदम बढेर आएको छ। विशेष गरी मोरङ साइडको 12 वर्षदेखि लिएर 16 वर्षको बिचको केटीहरू चाहिँ हराउने समस्या एकदम आएको छ। 2 हप्ता अगाडि बेपत्ता भएको अंशु गौतमको चाहिँ अहिले डेथ बडी भेटिएको छ। डेथ बडी पनि यसरी भेटिएको छ, टुक्रा टुक्रा पारेर हात एकतिर, टाउको एकतिर, ज्यान एकतिर भएको चाहिँ डेथ बडी भेटिएको छ साथीहरू। त्यसै गरी आज मात्र दिउँसो 2 बजेतिरबाट चाहिँ सञ्जय गुप्ता पनि बेपत्ता भएको छन्। यो मात्र होइन, एकजना अर्को फुच्ची पनि बेपत्ता भएको छन्। अनि साथीहरू एकदम नेपालमा चाहिँ यो चाहिँ समस्या एकदम बढेर आएको छ। हरेक ठाउँको बाबाआमा चाहिँ यतिखेर चाहिँ सचेत हुन जरुरी छ। नट ओन्ली सानो बच्चापछि ठुल्ठुलो केटीहरू पनि एकदम सचेत हुनुपर्ने चाहिँ समस्या आएको छ। यतिखेर हुन्छ नि विभिन्न कताबाट मान्छे कसले गरेर आएको छ केही थाहै छैन। यो कसले किडन्याप गरेर लग्दैछ, के गर्दैछ भन्ने कुरो केही पनि थाहा छैन। तर भक्का अब फुच्चीहरू गायब हुने, गायब भएको फुच्चीहरूलाई चाहिँ जङ्गलको छेउछाउतिर चाहिँ मारेर फालेको अवस्थामा भेटिएको छ। विशेष गरी अझै त जङ्गलतिर हुने आमा बाबा, जङ्गलतिर हुने घर, जङ्गलतिर हुने दिदी बहिनीहरूले चाहिँ एकदम सचेत अपनाउनु होला। ढोकाहरू एकदम टाइट राख्नु होला। बाहिर रातिको समयमा बाहिर ननिक्लिनु होला। दिउँसोको समयमा पनि यदि निक्लिँदै हुनुहुन्छ भनेपछि आमा बाबासँग निक्लिनु होला, किनकि समय एकदम जटिल छ। यो खबर चाहिँ बढेको बढी छ। यस्तो घटना बढिरहेको बेला चाहिँ झन् अपराधीहरू झन् माथिँदै एकतिर घटना भइरहेको बेला चाहिँ मान्छेलाई डाइभर्ट गर्न विभिन्न ठाउँतिर चाहिँ अट्याक गरेर हुन्छन् होइन। त्यसैले चाहिँ नेपालको सबैतिरको दिदीबहिनीहरू, सबैतिरको अभिभावक चाहिँ एकदम सचेत हुन चाहिँ जरुरी छ है साथीहरू। विशेष गरी मोरङ साइडको अभिभावकहरू चाहिँ एकदम सचेत हुनु होला। जङ्गलको घर छेउछाउ हुने व्यक्तिहरू चाहिँ एकदम सचेत हुनु होला।